धेरै धेरै धन्यवाद। आदरणीय विशिष्ट व्यक्तित्व यो हस्पिटलबाट स्वास्थ्य लाभ गर्न यहाँबाट टाटा बाई बाई गर्दै विदाई हुन लागिरहनु भएका 36 साल ताकाका राजनीतिक हिरो पीएचडी बाबा उर्फ रोमकान्त भण्डारीज्यू, सर्वप्रथम म तपाईलाई सल्युट गर्न चाहन्छु। मेरो आवाज खराब छ, सायद अभिव्यक्ति त्यति दमदार नहोला जति मिडियाका साथीहरू तपाईहरुले अपेक्षा गर्नुभएको छ। मौसम अलिकति खराब छ। कृष्णको घरमा पुगेको सुदामाले केवल कनिका दिन सकेका थिए, आज पुण्य गौतम केवल कनिका लिएर आएको छ। सिधा सिधा यो सहयोग लोकबहादुर टण्डनजी मार्फत तपाईँलाई हस्तान्तरण गर्न चाहन्छु, मेरो सहयोग यहाँ दिन चाहन्छु। सर तपाईलाई धेरै धेरै धन्यवाद। नाथ गौतमजीलाई गाडी घुमाएको थिएँ। 2 3 4 5 6 7 8 9 10,000 छ। यो तपाईँ मार्फत मैले यहाँ धेरै दर्जनौं क्यामेरा छ, साथीभाइहरू हुनुहुन्छ। हाम्रो आदरणीय पूर्व आइजिपी श्री सर्वेन्द्र खनालजी हुनुहुन्छ। हाम्रो नन्दजी मार्फत पठाइदिँदैछु, तपाईँले प्राप्त गर्नुहुन्छ है। जनक बहादुर दनुवारजी अहिले असाध्य रोगले पीडित हुनुहुन्छ, उहाँलाई सहयोग गर्नु। नामै पुण्य, काम पनि पुण्य काम गर्नुहुन्छ। मैले त भनिहालेँ। अब जुन आज प्रदान गरिदिनुहुन्छ योभन्दा अगाडि पनि धेरै यस्ता पुण्य कामहरू गर्नुभएको छ, जुन दिन दुखीहरूको चाहिँ होइन मलम लगाइदिने र सहयोग गरिदिने। सामाजिक अभियन्ता तथा नेता पुण्य गौतमले जनक कुमार दनुवारलाई 10,000 रुपियाँ सहयोग गर्नुभएको छ। पुग्यो है ल सरलाई धन्यवाद। प्रधानमन्त्री हुने हो 60 वर्षपछि। भनेपछि तपाईँ चाहिँ प्रधानमन्त्री भएको देख्न चाहनुहुन्छ? प्रश्नको जवाब भगवानलाई दिनुपर्छ। मेरा भिडियोहरू पनि हेर्न सक्नुहुन्छ। प्रधानमन्त्रीसम्म पुग्ने सामर्थ्य छ पुण्य गौतममा। भगवानको आशीर्वाद लागोस्। तपाईले पनि भगवानलाई भाकेर यदि यो कुरा भन्नुभयो भने तपाईलाई धेरै धेरै धन्यवाद। तपाई पनि